गतिलो जवाफ चाहिँ दिनुपर्ने आवश्यकता छ। अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ, जनताको बीचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ। हामी अभियानमा हुँदै गर्दा काठमाडौँमा जसरी राजावादीहरूको वितन्ना जस्तो देखा पर्न खोज्यो, त्यसलाई एउटा जवाफ दिनै पर्छ भनेर हामी त्यो अभियानलाई केही समय रोकेर काठमाडौँ आएको हामी सबैलाई थाहा छ। तपाईँहरू सबैको सक्रिय सहभागिताले गर्दा मैले भन्ने गरेको छु, एउटा ठुलै धक्का हामीले दियौँ राजावादी वितन्डामाथि प्रतिगमनकारी षड्यन्त्रका विरुद्ध। एउटा ठुलो तागत, जनताको तागत र हाम्रो पार्टी र मोर्चाको तागत, समाजवादी मोर्चाको तागतद्वारा त्यसलाई हामीले परास्त गऱ्यौँ। अहिलेलाई उनीहरू फेरि पनि वितण्डा गर्लान्, तर त्यसलाई परास्त गर्ने जिम्मा पनि हाम्रो नै छ। त्यसकारण समग्रमा अहिले तपाईँ हेर्नुभयो भने सबैतिर हाम्रो गतिशीलता धेरै नै बढेको छ। जनतामा हामीप्रतिको आशा पनि धेरै बढेको छ, सक्रियता बढेको छ। चाहे हाम्रो विद्यार्थी चुनावको कुरा गरौँ, चाहे हामी पत्रकार महासङ्घको चुनावको कुरा गरौँ, चाहे हाम्रा थुप्रै अधिवेशन जो भएर हुँदैछन् अब यी सबैको कुरा गरौँ, या हामीले युवाहरूलाई खास गरिकन चाहिँ सक्रिय पार्ने र युवालाई चाहिँ राजनीतिको अहिलेको परिस्थिति चिर्नको लागि युवा शक्तिलाई जागरुक बनाउन तपाईँहरूले देख्नुभयो पुरै अभियानभरि जो मर्निङ वाक भनिएको छ त्यो मर्निङ वाक मात्रै होइन, त्यो युवा जनशक्तिलाई जागरुक सक्रिय पार्ने, गतिशील पार्ने, त्यसलाई भोलिन्टियर सेनाको रूपमा तयार पार्ने एउटा महाअभियान पनि हो। झापादेखि कञ्चनपुरसम्म जाँदा हजारौँ हजार युवाहरू त्यसमा सङ्गठित भएका छन् र एउटा अभियान अहिले सुरु भएको छ। त्यो अभियान त्यति मात्रै भएन, हजारौँ, मैले हिसाब गर्दा झन्डै 10,000 अरू पार्टी परित्याग गरेर हाम्रो पार्टीमा आउने उपक्रम भएको छ। त्यसमा थुप्रै नेताहरू, सामान्य मान्छे मात्रै होइन, थुप्रै नेताहरूको पनि भएको छ। यो सबैले एउटा नयाँ माहौल बनेको छ। र यहाँ पनि हामीले तामाङ राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशन र नेवा राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशन, हामीले नै नेवा राष्ट्रिय मुक्ति मोर्चालाई पनि सक्रिय नपारिकन यथास्थितिवाद र प्रतिक्रियावादका विरुद्ध निर्णायक लडाईँ लड्न सकिँदैन। त्यसकारण उपत्यका, राजधानी, यसको चारैतिर र उपत्यकाभित्र पनि जबरजस्त उपस्थित रहेको तामाङ समुदाय र काठमाडौँ उपत्यकाको रैथाने समुदाय, नेवार समुदाय, यो दुईटै समुदायलाई सङ्गठित, आन्दोलित र गतिशील नबनाइकन हामीले निर्णायक आन्दोलन गर्न सकिँदैन भन्ने सोचेर नै हामीले नेवा राष्ट्रिय मुक्ति मोर्चालाई पनि तामाङ राष्ट्रिय मुक्ति मोर्चालाई पनि सक्रिय पार्नुपर्छ, त्यसलाई गतिशील र जीवन्त पार्नुपर्छ भनिएको हो। कमरेडहरू, तपाईँहरूले यो कुरा पक्कै विचार गर्नुभएको होला। हामीले सरकारमा हुँदा पछिल्लोचोटि तामाङ समुदायको निम्ति पनि नेवार समुदायको निम्ति पनि केही सकारात्मक र गर्व गर्न लायक काम गर्न सुरु गरेकै हो। चाहे भाषा सम्बन्धी कुरा होस्, चाहे संस्कृतिसँग सम्बन्धित कुरा होस्, हामी केन्द्रीय सरकारको तर्फबाट, प्रदेश सरकारको तर्फबाट पनि हामीले पहल गरेकै हो। तर यो कुरालाई हामीले संस्थागत रूपले र सङ्गठित रूपले जनतामा लैजान अझै सकिएको छैन। म यी अधिवेशन मार्फत तपाईँ तामाङ समुदायका सबै नेता, यहाँ विद्वान हाम्रो परशुराम तामाङ जस्ता कमरेडहरू पनि हुनुहुन्छ जसले इतिहासको, संस्कृतिको, अर्थतन्त्रको राम्रो अध्ययन गर्दै हुनुहुन्छ। उहाँले मलाई यहाँ अहिले पनि भन्दै हुनुहुन्छ, यहाँ हामी मकवानपुर या सिन्धुली या चाहिँ काभ्रे, सिन्धुपाल्चोक जहाँ तामाङहरूको छ र हाम्रो सरकार पनि हाम्रो छ, त्यो सँगै जोडिएको भूगोल पनि छ, त्यस्तो ठाउँमा एउटा विशेष योजना बनाएर विकासलाई गति दिनु पर्यो। र यहाँ फेरि तामाङ समुदाय अहिले चाहिँ उपत्यकामा या बागमतीको कुरा गर्दा मानव विकास सूचकाङ्कमा त सबभन्दा अगाडि छ बागमती, तर समुदायगत रूपले हेऱ्यो भने यहाँ ठुल्ठुला दलाल पुँजीपति, अरबपति, खरबपति पनि छन्। तिनको र हामी गरिब मजदुर किसानको
सरदर निकाल्दाखेरि बढी देखिए पनि रियलमा जनताको चाहिँ विकासको स्थिति त्यति राम्रो छैन। यी सबै कुराहरूलाई पनि विचार गरेर हामीले तामाङ समुदायलाई अझ बढी सहयोग गर्नुपर्छ, अझ बढी योजना बनाउनुपर्छ भन्नेतिर हामी छलफल पनि गर्दैछौँ। त्यसकारण कमेन्टहरू र मित्रहरू, हामी अहिले एउटा वार्मअप भन्छ नि, वार्मअप चलिरहेको छ अहिले देशभरि, तताउने कुरा चलिरहेको छ। किनभने हामी अलिअलि गल्ती पनि भयो, कहिले काङ्ग्रेससँग कहिले एमालेसँग गर्दा गर्दा मान्छे कन्फ्युज भयो। माओवादी पनि उस्तै भयो हो क्या हो भन्ने जस्तो पर्न गएको थियो। त्यसलाई फेरि ट्र्याकमा ल्याउन त अलिकति समय लागिरहेको छ। तर पनि हामीलाई राम्रो के गरे भने काङ्ग्रेस एमालेले नै हामीलाई सहयोग गरेका छन् जनतातिर फर्किन, वर्गतिर फर्किन, मुद्दातिर फर्किन, नेगेटिभली नकारात्मक रूपले, जसरी प्रतिक्रियावादीहरूले सधैँ गर्ने गर्छ। त्यसकारण यो हाम्रो लागि अवसर भएको छ। हामीले भन्यौँ अब हामी कसैको बुई चढ्नेतिर होइन, हामी आफ्नै स्वतन्त्र पहलमा, आफ्नै तागतमा, आफ्नै जनता विचार र मुद्दाको तागतमा हामी लडाइँ लड्छौँ भनेर सङ्कल्प पनि गऱ्यौँ हामीले। र त्यो सङ्कल्पसँगै जति पनि चाहिँ चुनावहरू भएका छन् हामी एक्लै विजयी हुँदै गएका छौँ। हामी एक्लै, चाहे तपाईँ उपचुनाव हेर्नुहोस्, चाहे सोभि चुनाव हेर्नुहोस्, चाहे पत्रकार महासङ्घ हेर्नुहोस्, काङ्ग्रेस एमाले एकातिर हामी एकातिर हुँदा पनि हामी एक्लै धेरै ठाउँमा रिकर्ड बनाउने गरी जितेका छौँ। विद्यार्थी बुद्धिजीवीहरू ती भने त अलि सचेत मानिसहरू नै हुन्। तपाईँ महेन्द्र मोहन क्याम्पस इतिहासमा हामीले पहिलोचोटि हामीले चुनाव जित्यौँ। विराटनगर डिग्री कलेज एउटा ऐतिहासिक कलेज हो, हामीले पहिलोचोटि जित्यौँ। पाल्पाको के क्याम्पस, तानसेन बहुमुखी क्याम्पस 30 वर्षपछि पहिलोचोटि अखिल क्रान्तिकारीले चुनाव, यस्ता थुप्रै रिकर्डहरू बने। यसले हाम्रो स्थितिलाई राम्रो देखाएको छ र आउने दिनमा पनि हामी आफ्नै खुट्टामा उभिएर चाहिँ सङ्घर्षमा जाने, आन्दोलनमा पनि जाने, चुनावमा पनि जाने बाटो हिँड्नु छ। म तपाईँहरूलाई अब सकेँ मैले अहिले, हामी दृढताको साथ अगाडि जाने हो र हामीले समाजवादी क्रान्तिको तयारी गर्ने हो। त्यो वातावरण बन्दैछ। हामी मोर्चाबाट पनि, पार्टी एकताको प्रक्रियाबाट पनि अगाडि बढ्ने जमर्को गर्दैछौँ। तर हामी आफ्नै शक्तिमा भर पर्ने कुरालाई मुख्य बनाउनु पर्दछ। यही सङ्कल्प र अठोट सहित केन्द्रीय समितिले सबै मोर्चा र जनसङ्गठनलाई सक्रिय पार्ने निर्णय गरे अनुसार म चाहिँ अहिले खुसी छु। देशैभरि सक्रियता बढेको छ। सोसियल मिडियामा हाम्रो हालत करिब गए गुज्रेको थियो 2-4 महिना अगाडिसम्म, 5-7 महिना अगाडि। अहिले हेर्दै साथीहरूले के गर्नुभएको छ मलाई सबै टेक्निकल त थाहा छैन, तर अब हामी 1 नम्बरतिर उकालो लाग्दैछौँ सोसियल मिडियामा पनि, र त्यसले जनमतलाई आकर्षित गर्दै पनि छ। यो सबै परिस्थितिलाई हेरेर हामीले लिएको अठोट सङ्कल्प 84 मा हामी 1 नम्बर भएरै छान्ने हो। समाजवादी क्रान्तिको आधार तयार पारेरै छान्ने हो। त्यसैको निम्ति म रात दिन यो पटक चाहिँ जसरी पनि चाहिँ अगाडि जाने भनेर हिँडेको छु। मलाई आशा र विश्वास छ। मेरो मर्निङ वाक हेरिराख्नु भएको छ तपाईँहरूले, झापा कञ्चनपुर हेरिराख्नु भएको छ, अब मध्य पहाडी हेरिराख्नुहुन्छ, अहिले पनि बिहानदेखि रातिसम्म देखिराख्नु भएको छ। तपाईँहरूले पनि यसलाई एउटा मोडेल ठानेर आफ्नो जीवनलाई पनि एकचोटि फेरि समर्पण क्रान्तिको लागि गरौँ। मलाई लाग्छ केही समयभित्र देशको राजनीतिक रङ्गमञ्च चाहिँलाई फेरि माओवादीमय बनाउन सकिन्छ, बनाउनै पर्छ। तामाङ र नेवार समुदायसँग हाम्रो अहिले अधिवेशन मार्फत जे सन्देश हामीले प्रवाहित गरेका छौँ, मेरो विचारमा यो हिस्टोरिकल छ, ऐतिहासिक छ, रणनैतिक छ र निर्णायक छ। हेर्नु होला केही समयभित्र यसले निर्णायक महत्त्व देखाएरै छाड्नेछ। यही भन्दै र यो सम्मेलनको पूर्ण सफलताको अब पानी यहाँ अहिले कुरा भएर त प्रचण्ड आएपछि घाम लाग्छ भनेको नभन्दै अहिले घाम लागेको छ, नभन्दै अहिले घाम लागेको छ, फेरि बाहिर गएर गरौँ भनेर त नहुने भयो। त्यसकारण यसलाई पनि मैले भने नि अविस्मरणीय अधिवेशनको रूपमा यसलाई सम्मान गरौँ
र यसको पूर्ण सफलताको फेरि पनि कामना गर्दै बिदा हुन्छु। धन्यवाद। अभिवादन।